के तपाईँ साइप्रसको बारेमा केही जान्न चाहनुहुन्छ? पक्कै पनि साइप्रस आउने इच्छुक महानुभावहरू पनि हुनुहुन्छ जो साइप्रसको बारेमा केही जान्न चाहनुहुन्छ, उहाँहरूको लागि यो भिडियो है त। धेरैजनाले सवाल जवाब गर्नुहुन्छ, म मेसेजको रिप्लाई दिन सक्दिनँ किनभने यहाँ अर्काको ठाउँमा काम गर्नुपर्छ, मोबाइलमा झुन्डिरह्यो भने भोलि यु गेट आउट नाउ भन्छन्, ढले है त। फर्स्ट कुरा, साइप्रसमा भनेको लेडिजहरूको लागि एकदम सेफ कन्ट्री हो होइन। सेलरी भन्नुहुन्छ भने सेलरी एकदम कम छ। जति हामी लगानी लगाएर आउँछौँ होइन, 5.5-6 लाख रुपियाँ आफ्नो आउनु खर्च लागेर त्यतिसम्म चाहिँ हाम्रो लाग्छ। उता 4,70,000 80,000 माग्छन् होइन, आउनु खर्च मात्रै। अब आफ्नो खर्च लगाएर त्यही 5.5-6 लाखसम्म चाहिँ लाग्छ। अनि दोस्रो कुरा, हामीले यहाँ आइसकेपछि के काम गर्छौँ त? अब बुढाबुढी हेर्ने काममा जान्छौँ भन्छौँ, तर बुढाबुढी हेर्ने काम आए पनि घरको काम सबै गर्नुपर्छ है त। अनि छोराछोरी बच्चा हेर्ने काममा जाने हो म त भन्छौँ, तर बच्चा हेर्ने काममा आए पनि घरको काम सबै गर्नुपर्छ। अनि हाउसकिपिङ, घरको काम, हाउसकिपिङ भनेको अब थाहै छ होइन, घरको काम। घरको काममा त घरको काम भइसक्यो। अब घरको काम मात्रै होइन के, यहाँ आएर यिनीहरूले जे पनि काम गराउँछन् घरको काम होइन। कहिलेकाहीँ अब यसो यिनीहरूको अब आफ्नो केही पाठा बाख्राहरू भेडा बाख्राहरू अब जे पनि पालेको छ, कहिलेकाहीँ त्यता पनि जाम भन्छन्, लान्छन्, कहिले काम गराउँछन्। अब यस्तो काम गरेपछि नौकरी भन्छ के, एउटा मात्रै काम गर्ने हो, म त्यो काम गर्नुको लागि हो जान्लाको विदेश भनेर नसोच्नु ल। यो सबै चाहिँ केयर गिभर होइन, हाउसकिपिङ, अनि यो सबै चाहिँ त यो त्यहाँबाट भन्ने हो। तर यहाँ गर्ने भनेको जे काम पनि, घरको काम पनि, मान्छे हेर्ने काम पनि, सबै काम चाहिँ गर्नुपर्छ। अनि सेलरी चाहिँ धेरै छैन है। सेलरी यहाँ सेलरी भनेको त्यही 400, 420, 450, धेरै दियो भने 500, यति हो सेलरी मिल्ने भनेको यहाँ। अब त्यहाँबाट त 400 भनेरै आउने हो। यहाँ अब घरको मान्छेहरूले काम धेरै गरायो, आफूले बोल्न सक्यो तेरो घरमा काम धेरै छ, मलाई पैसा यसले हुँदैन भने, आफूले एक्टिभ हुन सक्यो भने हो। त्यो पनि बोल्न सकेन भने त्यो पनि काम छैन फेरि, त्यो हो है। अब तपाईँ भन्नुहुन्छ भने यहाँसम्म पुग्नको लागि टाइम कति लाग्छ, के लाग्छ, त्यो मेन पावरहरूको हातमा हुन्छ होइन, त्यो हामीले भनेर हुँदैन। त्यही भएर अब साइप्रस जति पनि आउन चाहनुहुन्छ काम सिकेर आउनुहोस्, किनभने काम अब वेटरको काम, कुकिङको काम सिक्यो भने 800-900 सेलरी पर्छ। हुन त त्यहाँबाट आउँदा पनि 8-9 लाख रुपियाँ लिन्छन् अरे, त्योमा पनि होइन, धेरै गाह्रो छ। साइप्रसको बारेमा अब यहाँ मान्छेहरूलाई गर्ने व्यवहारित कसै कसैको